सेवा नमस्ते। हिजो हामीले अब मेयर हर्क साम्पाङ र मेयर बालेन शाहको चाहिँ देखियो हैन। अब बालेन शाहको त हामीलाई थाहा छँदैछ, एउटा मात्र पोस्ट आउँछ कि त दुईटा आउँछ दिनमा, धेरै आउँदैन। अनि अब हर्क साम्पाङको भनेको त अब कहिलेकाहीँ त मिनेटमा 2-3 वटा आउन पनि सक्छ हैन। कहिलेकाहीँ अब दिनमा त कतिवटा हुन्छ नि पोस्ट, त्यही बिजी व्यस्त अवस्थामा मात्र हो एउटा दुईटा आउने कि नआउने हैन। अस्ति सोशल मिडिया ब्यान गरेको बेलामा चाहिँ त्यति 1-2 दिन चाहिँ आएन कि जस्तो लागेको थियो। अब त्यो चाहिँ जस्तै अब दुईजनाको माया प्रेम त देखियो, तर अब एकजनाको चाहिँ एकतर्फी माया भए पनि देखियो। त्यो राम्रो कुरो चाहिँ हो, तर अब हर्क साम्पाङको चाहिँ एउटा घोचेको होइन, 1-2 चोटि ठिक छ, 2-3 चोटि ठिक छ हैन। बोलेको भनेको गर्दाखेरि अब त्यो मान्छेलाई दिक्क पनि लाग्दो रहेछ कि। मलाई पनि दिक्क लाग्छ, त्यति साह्रो म पोस्ट चाहिँ हेर्दिनँ, तर म विरोध चाहिँ गर्दिनँ है फेरि, किनकि राम्रो काम गर्ने मान्छेहरूको विरोध गर्दिनँ म। अनि त्यस्तो हुन्छ हैन। अनि हामी त्यो देखिरहेको हुन्छौँ है, साह्रै दुःख लाग्दो त्यो कुरा हो कि। अनि मान्छेले हामी जति बोल्नुपर्ने छ त्यति मात्र बोलेको भए पनि हुन्थ्यो। अब मेयर बालेन शाहको भन्दा अलिकति बढी बोल्दा ठिकै हुन्छ, लेख्दा पनि पोस्ट गर्दा पनि, तर अलिक बढी नै त्यो देख्दा अलिक नराम्रो पनि लाग्छ हैन। जतिले काम मन परिरहेको थिए उनीहरूले पनि अब त्यहीको अनुसारले उनीहरूले चाहिँ हाम्रो नेपालीहरूमा चाहिँ के छ भन्दाखेरि राम्रो काम गरे पनि, विकाससँग जोडे पनि, विकासको काम गरे पनि लास्टमा त्यो के हुन्छ भ्रष्टाचार गरेको जत्तिकै त्यही एउटा बोलीमै नि, बोल्ने शैलीमै नै न्यु खोज्ने, हाम्रो खुट्टा तान्ने हैन, गिराउने, कसरी यसलाई सकाउनु पर्छ, कसरी यसलाई सिधाउनु पर्छ भन्नेहरू हुन्छ है। हाम्रो यो नेपाली जनताहरूमा चाहिँ त्यो छ क्या, भेडा नेपाली जनताहरू त भेडा हो भन्ने हामीले सुनि आइरहेको हुन्छौँ हैन। त्यो हो कि जस्तो लाग्छ, किन भन्दाखेरि जति विकासको काम गरे पनि तर उसको बोल्ने शैलीमा अथवा बोलीमा चाहिँ नराम्रो लाग्यो भने मान्छेले आमामा उसको राम्रो काम गरेको कुरा, विकासको सँग जोडेको काम भन्दा पनि उसले बोलेको कुरामा चाहिँ पछि लागेर त्यसलाई सकाउने सम्म नै पुग्छन् क्या। हो त्यो कुरा चाहिँ राम्रो लाग्दैन मलाई हैन, त्यतिसम्म चाहिँ हुँदैन। जे भए पनि हर्क साम्पाङले चाहिँ अलिकति कम गरिदियो होस् भन्ने सबैको चाहना चाहिँ हो। मेरो पनि चाहना चाहिँ त्यो हो, किनकि अब जति बोल्नुपर्ने छ, घोच्नुपर्ने छ, पेल्नुपर्ने छ, भन्नुपर्ने छ, मान्छेलाई सुनाउनु पर्ने छ हैन, बोल्नुपर्ने छ, त्यो कुराहरू चाहिँ ठिक्कसँगले लन त धेरैमा 2-3 चोटि भन्दा भइहाल्यो, सकिगयो ल। अब 1 चोटि 2 चोटि 3 चोटिसम्म ठिक छ, तर त्यो 4 चोटि 5 चोटि 6 चोटि त्यही कुरामा हैन त्यो गरेको गर्दाखेरि पनि मान्छेलाई दिक्कै हुँदो रहेछ हैन। त्यही भएर म चाहिँ सबैलाई के भन्छु भने त्यस्तै तपाईँहरूलाई दिक्क लागेको छ भने काम हेर्नुहोस्, पोस्टर नहेर्नुहोस् हैन। त्यति गर्नुभयो भने तपाईँहरूको अलिकति त्यस्तो नराम्रो लाग्दैन। म चाहिँ त्यही गर्छु, काम हेर्छु अनि पोस्टहरू बेलामा मात्र हेर्छु। त्यति भएपछि मलाई हर्क साम्पाङ प्रति मलाई त्यस्तो नकारात्मक नराम्रो मान्छे भन्ने म आफूलाई लाग्दैन है। यो तपाईँहरू नेताहरू धेरै बोल्थे, साँच्चीकै जस्तो कामै गर्छु जस्तो गर्दैछु, विकासै गर्दैछु जतिकै हैन, मान्छे चिप्लाएर मिठो बोलीमा बोल्ने क्या। त्यो बोलेपछि हामी चाहिँ भनेर पुरा त्यतै लाग्ने, अनि त्यही भएको कारणले गर्दाखेरि देश डुब्यो। अब मेयर हर्क साम्पाङ, अब नेताहरू भनेको बोल्ने मात्र काम नगर्ने, मेयर हर्क साम्पाङ भनेको बोल्ने पनि काम गर्ने पनि हैन। अब कतिलाई धेरै बोलेको मन पर्दैन, नबोले त्यहाँ पोस्ट गरेको नहेर्नु, बोलेको कुरा नसुन्नु, मात्र काम हेर्नु कति गर्दैछ हैन, विकास कति गर्दैछ हो त्यो हेर्नु। त्यो हेरेपछि मेरो जस्तै तरिका हो। म त्यति साह्रो मेयर हर्क साम्पाङको पोस्टर त्यति साह्रो हेर्दिनँ, किनकि मलाई त्यति साह्रो मन पर्दैन। अनि त्यही भएर बरु विकास हेर्छु, विरोध गर्नु पनि परेन, त्यो दिमाग खराब गर्नु पनि परेन हैन। तपाईँहरू पनि त्यसै गर्नु भने धेरै राम्रो हुन्छ। अब त्यहाँनिर के पोस्ट गर्यो, कसो गर्यो, कसरी कति बेला पोस्ट गर्छ र म गाली गर्नु जाउँ, कति बेला चाहिँ हाँसेको रियाक्ट गरौँ, कति रिसाएको रियाक्ट गर्नु जाउँ, त्यो खालको तपाईँहरूको सोचहरू चाहिँ नलिनु होला। तपाईँलाई मैले आइडिया दिइहालेँ। तपाईँहरूलाई त्यो लेखेको बोलेको मन पर्दैन भने हेर्नु पनि नजानु, बोलेको नसुन्नु। विकास केही काम गर्दैछ, कस्तो विकास गर्दैछ त्यो मात्रै हेर्नु, त्यसै भइहाल्छ। त्यति आइडिया लिनु भने ढुक्कमै जस्तो न मैले विरोध गर्नु परिरहेको छ कसैको, काम गर्ने मान्छेको विरोधै गर्दिनँ म हैन। हो त्यस्तो गर्नु पर्यो है सबैजनाले। बिस्कुट खाने रे
बिस्कुट खाने हो यसको कानै छैन नि हो Kita na, lusa na, no? Kita खाने त kita खाने kita ya ibu nak nak apa ni nak kita भुइँमा राखिदिनु bang nak apa ya kita 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 परदेखि पछाउँदै पछाउँदै आएछ कि त्यही भएर यहाँनिर त्यतिकै गर्दो रहेछ के यहाँनिर मुस्किल न मैले 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 यसो कोटा जस्तो तपाईँलाई भयो होला होइन सबै त अगाडि न न छिटो न छिटो न ढिलो पनि हुन्छ त हो न त छिटो 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 छिटो